दाइ भोट कहाँ हो योपालि तपाईँको? योपालि मेरो भोट सिधै बालेनलाई हो होइन। अनि अब बालेनलाई भोट किन भनेर पनि फेरि तिम्रो मनमा प्रश्न आउला होइन। केही कुराहरू गुन्जिन्छ त्यसका लागि भोट किन बालेनलाई मात्रै त भन्दाखेरि हामीले बन्दुक बोकेर आएर सत्तामा पुग्नेहरूलाई पनि भोट दिएको हो होइन। हामीले एमालेलाई ठाउँ दिएको हो, हामीले काङ्ग्रेसलाई ठाउँ दिएकै हो, हामीले सबैलाई योभन्दा अगाडि नेपाली जनताले ठाउँ दिएकै हो। योपालि पनि मलाई ढुक्काका साथ एकदमै यति विश्वास छ नेपाली जनताप्रति कि 2/3 बहुमतले बालेनलाई जिताउँछ नेपाली जनता 7 दिनमा एकदम। जहिले पनि हर कसैलाई ठाउँ दिएको छ भनेपछि अहिले एकदमै क्लियर मान्छे होइन, एकदम क्लियर मान्छे बालेनलाई साथ दिन्छ मलाई लाग्छ। एकदमै सही कुरा हो छ। न योपालि बालेनलाई सपोर्ट गर्नुपर्छ एकदम। म भन्छु सबै नेपाली जनतालाई मजाले होइन आँखा बुझेर ढुक्क भएर कुनै प्रश्न छ भने सोध्न सक्नुहुन्छ उहाँहरूले होइन। हामी त्यो प्रश्नको उत्तर दिने प्रयास गर्नेछौँ। उहाँहरूको सेवा सुविधा नेपाली जनतालाई परिवर्तनका लागि योपालिको भोट चाहिँ चुपचाप लागेर सिधै भोट फोर बालेन, वाल्ने बालेन है त। बालेनलाई जसरी पनि हामीले प्रधानमन्त्री बनाउनु छ एकदम। एकचोटिको मौका चाहिँ हामी बालेनलाई दिनेछौँ। उहाँले देश परिवर्तन गर्नुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ र त्यही भएर उहाँलाई नै भोट दिनेछौँ। सम्पूर्ण नेपाली जनतालाई पनि हाम्रो आग्रह यही हुन्छ कि यो पालि जसरी भए पनि एउटा पार्टीलाई 2/3 दिनुहोस् र त्यो पार्टी बालेन बाहेक अर्को हुन सक्ने सम्भावना देखिँदैन। त्यही भएर एकदम राम्रो सम्भावना र परिवर्तनका लागि हामी सबै नेपालीहरूले एक ढिक्का भएर देखाउने र नेपाली एकजुट छन् भनेर देखाउने बेला यही हो। यही बेला हामीले बालेनलाई जसरी भए पनि सकेसम्म 165 को 165 प्रत्यक्ष सिटहरू बालेनलाई नै दिनुपर्छ भन्छु म त। अझै होइन सकिँदैन भने बहुमत त दिनैपर्छ नेपाली जनताले। दिन्छ भने नेपाली जनता एकजुट छन् भन्ने कुरा विश्वलाई देखाउनु पर्ने बेला हो यो। ल यति भन्छ है त भाइ। धन्यवाद।